भयो तपाईहरु कस्तो हुनुहुन्छ होला। मैले भनेकै थिएँ गाउँघरमा म घरेलु गाउँको बस्तीको दुःख सुख कुराहरूलाई लिएर आउँछु भनेर हो। म टाढो जानु सक्दिनँ, टाढोको भ्यू पनि म कोही कोही बेला चाहिँ देखाउँछु हो। किनकि मेरो युट्युब च्यानलमा तपाईहरुले मलाई नयाँ युट्युबर सपोर्ट गर्नुहोला। म तपाईहरुलाई आशा गर्छु मलाई सपोर्ट गर्नुहुन्छ भनेर हो। अनि किनकि आज म फेरि के देखाउँदैछु भने गाउँ बस्तीको यस्तै हाम्रो चाहिँ अब जिन्दगी हुन्छ, कसरी जिउनुपर्छ, दुःख सुख कसरी चाहिँ अब झेलेर जिएर खानुपर्छ हो, बस्नुपर्छ, त्यो सबै कुराहरू म तपाईहरुलाई देखाइरहेको छु। प्रत्येक दिन अब अर्ग्यानिक चिजहरू पनि लिएर आइरहेको छु हो साथी हो। अनि गाउँको हावापानी दुःख सुख यस्तै छ है साथीभाइ हो हाम्रो मेरो चाहिँ हो। तपाईहरु के गर्नु हुँदैछ हो? तपाईहरु सबैजना जाति कुशलै होला। आज चाहिँ मेरो चाहिँ साथी हो, यति साह्रो पानी परेर सुँगुरले मलाई चाहिँ दुःख दियो हो। ओइ मेरो नानीले पनि बोलाउँदैछ हौ। यहाँ चाहिँ मेरो एउटा, यसको नाम चाहिँ फुच्चे हो। फुच्चेले चाहिँ यहाँ चारो खाँदैछ है। बुच्चे, यसलाई चाहिँ के भन्नु, बुच्चे बुच्चे भन्छु म चाहिँ हो। अब यो बुच्चेले चाहिँ यति साह्रो बाक्ठेछ साथी हो, यति साह्रो बाक्ठेछ हो। यो बुच्चेको हरेक भिडियोहरू म तपाईँलाई लिएर आउँछु हो। म कहाँ जाने बेलामा चाहिँ बुच्चेले यति साह्रो अलग्गै थाहा पाउँछ नि त हौ। चिनिहाल्छ यो जान्छ अब हिँड्छ भनेर हो। मलाई सँगसँगै पछ्याउँछ घरको धनीलाई हो। बुच्चे चारो खाएको? बुच्चेले खाना खाँदैछ है यहीँ। यता हेर बुच्चे, यहाँ हेर त। अब म जाने, अब म जाने, अब म जाने। ऊ डङ्ग्याएको हो। अब म जाने भनेपछि चाहिँ अर्कै तरिकाले सोच निकाल्छ। अब म जाने, अब म गएको ल। तँ बस्दै गर, बस्दै गर ल। ऊ हेर्दैछ हो बुच्चेले, बस्दै गर ल बुच्चे, बस्दै गर ल। अब म गएको, बस्दै गर ल, म गएको। यसो भन्नुपर्छ कि उयो गर्दै कराउँदै डङ्ग्याउँछ हो। अनि मेरो चाहिँ अब सँगसँगै आएको देख्नुभयो होला साथी हो। सँगसँगै आएको। नआइज, बस्दै गर, बस्दै गर न, म यहीँ छु। अपुई म यहीँ छु भनेको, त्यहीँ बस, त्यहीँ बस, त्यो चारो खा, त्यहीँ बस, तेरो खाना खा, मलाई नपछ्या है, मलाई नपछ्या। देखिहाल्नु होला बुच्चेले चाहिँ यति साह्रो हत्तु पार्छ पछ्याएर कि डङ्ग्याएर साथी हो। अनि हेरिहाल्नुहोस् होला हो। मैले चाहिँ के भने योपालि सुन्तला पनि यत्रो यत्रो भइसक्यो हो। यो चाहिँ सुन्तलाको रुख हो। हाम्रोमा चाहिँ एकदम अर्ग्यानिक फ्रेस सुन्तलाहरू पनि पाउँछ है साथी हो। एकछिन न, यहाँ हेरिहाल्नुहोस् होला हो। यो सुन्तलाले चाहिँ यति बिघ्न फल्दैछ, यति बिघ्न फल्दैछ हो। फल्नुसम्म फल्दैछ यो सुन्तलाले हो। सुन्तलाको यस्तो झ्याङहरू चाहिँ थुप्रो थुप्रो छ है साथी हो। यो चाहिँ अङ्गानको डिलको देखाउँदैछु। यहाँ मेरो घर हो। तपाईँहरूलाई कतिको मनपर्छ मेरो भिडियो मलाई सपोर्ट गर्नुहोला। अब चाहिँ म के गर्छु भने फेरि मेरो चाहिँ अर्कै चिजहरू देखाउँदैछु है साथी हो। ल यहाँ चाहिँ ओथ्रा बसिरहेको छ। यो चाहिँ एकदम लोकल अर्ग्यानिक कुखुराहरू चाहिँ यसरी पनि पालिरहेको छु हो। यो चाहिँ चिङ्ना निकाल्नेवाला छ। यहाँ अर्कै छ हो। यो त दुई माउ भइगयो। अझै अर्को माउ पनि देखाउँदैछु है साथी हो। एक माउ चाहिँ यहाँ छ। यसले चाहिँ ठाडै वार गर्छ नि हौ। यो चाहिँ मा छुच्चीको रानी छ नि हौ। आमामा यहाँ चाहिँ के छ, बाउ र छोराछोरी चाहिँ यहाँ छ। लु यो छोरी चाहिँ अलिक ठुलो भयो। यो सबै त्यही माउले निकालेको है। यो चाहिँ अब यिनीहरू सिधै उडेर चाहिँ कहाँ गयो चारो खानु। बाउ चाहिँ पछाडि निक्लिन्छ है बाउ चाहिँ हो। ए अझै रहेछ, निक्ली निक्ली
म चाहिँ अहिले मात्रै कुखुरा पनि खोल्दैछु है साथी हो। यो चाहिँ एकदम अर्ग्यानिक भन्दा अर्ग्यानिक लोकल कुखुराहरू हो साथी हो। अब बुच्चे त्यहीँ छस्? बुच्चे ऊ मलाई पर्खिरहेको रहेछ हो। बुच्चेले यहाँ हेरिहाल्नुहोस् होला साथीभाइ हो। मैले चाहिँ भनेको थिएँ नि गाउँको चिजबिज घर गाउँमा अब हामी कसरी जिउनुपर्छ भनेर त्यो कुराहरू लिएर म तपाईँहरूलाई देखाउँछु भनेको थिएँ हो साथी हो। चारो चाहिँ यसरी खान्छ। अब यहाँ चाहिँ अर्को चारो पनि अझै म चाहिँ लगाइदिन्छु हो। खा चारो। यो चाहिँ सबै लोकलहरू है। यिनीहरू चाहिँ अर्ग्यानिक चारोले हरियो परियो ढुङ्गा माटो जे भएको खाएर चाहिँ यिनीहरू यात्रु भएको है। यो चाहिँ मेन हिरो चाहिँ उहाँ छ है। यो चाहिँ मेन हिरो हो। यो चाहिँ टप हो। यो चाहिँ ठुलोभन्दा ठुलो घरको चाहिँ साँढे हो। यो चाहिँ टप हुलको चाहिँ टप हो। अब यिनीहरू सबै बुच्चेसँग मिल्छ नि। हाम्रो बुच्चे पनि कुखुरासँग कति मजाले मिल्छ हो। यसरी यिनीहरू चाहिँ अब रमाउँछ है। अन्त चाहिँ साथी हो म चाहिँ यसो गर्छु है। तपाईँहरू कसो गर्नुहुँदैछ हो। मैले चाहिँ आज मेरो युट्युब च्यानलमा सम्पूर्ण यहाँ तल चाहिँ मेरो गाईको गोठ पनि छ हो। खेदाखेद गर्नु थाल्यो। अब चाहिँ खेदाखेद गर्नु थाल्यो। फेरि सबै उडाउनु थाल्यो। बाउ चाहिँ बाउै हुन्छ। बाउले चाहिँ सबै केटाकेटीलाई खेद्नु थाले साथी हो। कुट्नु थाल्यो कराउनु थाल्यो। अब आफ्नो आफ्नो काम गर, आफ्नो आफ्नो भुँडी भोर, आफू आफै चर, आफू आफै यताउता गरेर खा भनेर कराउनु थाल्यो बाउ बाहिर निस्केर हो साथी हो। कुखुराहरूको पनि त्यस्तो हुँदो रहेछ। अब चाहिँ यो मेरो घर वरिपरिको एरिया हो। अहिले चाहिँ यति साह्रो बर्खा लागिरहेको छ कि साथी हो। पानी परेर जहीँ हो। बाहिर खोल्चा खोला बढेर हो कान बजिसक्यो हो। खोल्चाको यो आवाजहरू सुनिरहनु भएको होला। बर्खाले चाहिँ यति बिजोग भएको छ कि साथीभाइ हो। अब के गर्नु, बर्खा झरी पनि खाएरै आउनु पर्यो। हिउँदो पनि जाडो महिनामा खाएर आउनु पर्यो हो। खोला पारी मैमाया लाउँदिन, बर्खा लाग्यो आइरहनु भ्याउँदिन, आइया साइला दाइ भन्नु पनि नभएको। जानु त पर्यो नि, माया पनि लाउनु